हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग र हामी चाहिँ मेरो चाहिँ आज लास्ट डे हो गाउँमा घरमा सो आज चाहिँ हामी घुम्नु निस्केको राति र आज चाहिँ केटाहरूसँग लास्ट राइड गरिराखेको लास्ट राइड केटाहरूसँग भोलि चाहिँ बिहानै ड्युटी पुग्नुपर्छ सो हामी चाहिँ अब घुम्न निक्लिएको भाइ तिमीहरू हाम्रो आँखा बसेर भयो त्यस्तै भयो चाहिँ हाम्रो मिरिकको भ्यू आज चाहिँ हाम्रो नाइट राइड टुक्रेतर्फ साथीहरू दुई भाइ अगाडि जाँदैछ पछि हामी मिरिकको भ्यू मगरजुङको आले ग्राउन्ड आइपुग्न आँटे हामी लङ टाइम ठाउँको जग्गा यस्तै छ हिल साइड द क्विन अफ हिल दार्जिलिङ हाम्रो सानो पुरानो ग्राउन्ड मगरजुङको आले ग्राउन्ड भनिन्छ यसलाई पुरानो प्राइमेरी स्कुल ल हाम्रो गोली खेल्ने प्लेयर्सहरू वार्मअपमा देख्दैछ होइन र त्यसरी नै यसको पेजलाई तपाईँहरूले फलो गर्दै होइन र राम्रो कन्टेन्ट दिनुहुन्छ होइन यो चाहिँ हाम्रो तामाकोसी राङमाङको नामले पनि चिनिन्छ यसलाई र हेर्नुहोस् अहिले हाम्रो तामाकोसी धेरै राम्रो बनिसकेको छ जग्गा जग्गा होमस्टे साथैमा सानो हाम्रो फास्ट फुड पाउने दोकानहरू यो चाहिँ स्विमिङ पुल देख्दैछ अलिअलि त यता चाहिँ डर लाग्छ स्विमिङ पुल है यो चाहिँ हाम्रो स्विमिङ पुल है सानो यो चाहिँ ओभरअल तपाईँको भन्नमा आउँछ कि दार्जिलिङको सबसे ठुलो स्विमिङ पुल मगरजुङ टुक्रे तामाकोसी र कसै आउनु चाहनुहुन्छ भने यो चाहिँ हो यहाँको एन्ट्री गेट भित्र सानो गार्डन पार्क भ्यू हेर्नु सक्नुहुनेछ यो चाहिँ धेरै पुरानो मन्दिरमाथि चाहिँ यो चाहिँ हाम्रो फ्यानहरू हो हामी चाहिँ अहिले आइसक्यौँ तामाकोसी केटाहरू
चाहिँ हाम्रो होइन सर होइन शुभम सर होइन यता चाहिँ हाम्रो जेडी भाइ सुबु यो चाहिँ हाम्रो खसी भाइ छ है खसी भाइ भनिदिनु भाइ प्रसिल भाइ छ है प्रसिल भाइ चाहिँ भनेको खोला लिएर चाहिँ यस्तो पार्टी हाम्रो चाहिँ रक्सी सक्सी खाने बानी छैन हामी त्यस्तो खान्छ है खोलाएर चाहिँ सुधो साथीहरू चाहिँ सबै यस्तो खान्छ है